वेलकम ब्याक टु माई च्यानल इट्स मी एमी लिम्बू र उहाँ चाहिँ मेरो हुनुहुन्छ म चाहिँ उहाँको हस्बेन्ड हो वी आर अफिसियली हस्बेन्ड वाइफ सबैलाई थाहा भएको कुरा हो कतिलाई थाहा छैन होला किनकि मैले ब्लगमा भनेको छुइनँ र आज चाहिँ हामी लिम्बूहरूको महान चाड चासोक तङनाम मनाउनलाई चाहिँ हामी हाम्रै झापामा रहेको दुधे जान लागेको छौँ अनि फर्स्ट टाइम भनौँ न हस्बेन्ड वाइफको हामी चाहिँ चासोक तङनाम जाँदैछौँ के हुन्छ कसो हुन्छ स्टे ट्युन हेर्दै गर्नुहोला हामी उता पुगेर अब के कस्तो हुन्छ देखाउने नै छौँ अहिलेलाई अब लिम्बूको ज्वाइँ भइसकेपछि है यो सिलामसाकमा नलगेकन त फेरि जानै भएन नि यो चाहिँ मैले सिलामसाकमा मायाको चिनो स्वरूप मेरो हस्बेन्डलाई गिफ्ट गरेको भनेर ठिक छ नि होइन कस्तो देखेको छ स्वागत स्वागत छ एकदम लिम्बूको ज्वाइँ जस्तो देखेको छ ओके ल सुब्बा बाई अहिले अनि मलाई भन्दा बेसी चाहिँ उसलाई नै टाइम लाग्छ म यति साह्रो बनिनुपर्छ यता हेर त तिमी पनि बरु लिम्बू कान्छा भएछौ मलाई बरु लिम्बुनी जस्तो देखेको छैन यति साह्रो बनेर चाहिँ कसलाई पट्याउनु जानु लागेको जनता जान्न चाहन्छ मेरो बुढी हुँदा चाहिँ कसलाई पठाउनु त नाटक बेसी ल ल ल आजको ओटिडी चाहिँ यस्तो छ देखाइदेऊ त लिम्बूको ज्वाइँ भएपछि यतिको चाहिँ हुनु पर्यो है हो यतिको प्रिपेयर चाहिँ हुनु पर्यो हो यसरी लगाउनु भेरी गुड फाइनली हाम्रो सामानहरूसँग आइम हियर लिम्बूको ज्वाइँ जाँदै हुनुहुन्छ कहाँ जानुभएको तपाईँ अनि यस्तो अहिले गइरहेको छु म ठोकिनु भयो थियो हाम्रो आन्टी सो बल्ल आइपुग्यो मामा हालत त के हो यस्तो मेरो साथ मिलाइदेऊ न मिलाइदेऊ जानुभन्दा अगाडि पदेपले यतिको त गरिदिनु पर्यो नि ल अहिले चाहिँ हामी गइरहेछौँ गेटभित्र छिरिसकेको हामी कस्तो लागिरहेछ तिमीलाई चाहिँ रमाइलो मेरो कपाल सबै बिग्रेर यहाँ साडीहरू सबै बिग्रेर मलाई रमाइलो लागेको छैन आमाहरूलाई फोन गर्नुपर्ने हो सिलाम सागमा धेचुरी पेचुरी सबै रहेछ नि यहाँ त कसरी रहेछ सिलाम सागमा चाहिँ यहाँ चाहिँ सिलाम सागमाको पसल कस्तो दामी मन पर्यो तिमीलाई ट्याक्क सुहायो पनि फर मी देवले किन्दै गरे मलाई मेरो साडीसँग मिल्छ नि 150 मिल्छ त मैले यो किनेर लगाइसकेँ यो चाहिँ उहाँले किनिदिनु भएको छिटो न लिनु त यो सिलाम सागमाको चामचुम पैसा दिएको है ल भयो दिलाई हो मैले किनिदिएको मलाई लगाइदिनु हुँदैछ सिलाम सागमा मायाको चिनो यो चासोक तङनाममा आएर त्यो उल्टोपट्टि भयो कहाँ जता यतै लगाइदिएको यस्तो यो साइडमा पो होला त के भन्छ त्यो साइडमा हो थाहा छैन त्यही साइडमा हो लगाइदिएको देब्रेमा हो ढिलो पनि भइसक्यो कता यहाँबाट चाहिँ कता अब मेरो कलरसँग मिल्यो वाउ ट्याक्क मिलेको छ सेवा र हाम्रो गाउँको मान्छे भेटियो हाम्रो आमाहरू देख्नु भएन तपाईँहरूभन्दा अगाडि आएको माइजू सेवा र यहाँ माइजूहरूलाई यहाँनिर ककालाई भेट भएको छु अहिले भर्खर स्टार्ट मैले भिडियो ब्लग बनाएको क्या हजुर पिनिसा पनि आएको रहेछ होइन तरुनी भएर म चिटिक्क परेर आएछ यहाँनिर आमा यहाँ सासू र ज्वाइँको भेट भएर मस्कामा अब डुल्नु घुम्नुको छ फोटो खिच्नुपर्छ एक दुई ल अब चाहिँ हामी फोटो खिच्छौँ फोटो खिचिसकेपछि भेट हुनेछौँ ल यहाँ चाहिँ अब हाम्रो किराँतीको पहिचान धनुष हान्ने रहेछ त्यसको लागि नाम लेख्नुपर्छ ल यति साह्रो अब बाण हान्नु पनि आउँदैन हान्नु पनि जस्तो पनि लाग्दैछ ल रामबाड सर भिरी हो
कतिचोटि हान्नु पाइँदो रहेछ 3 चोटि अलिक माथि समात्नु न समाता बिचमा भएको छैन कोही लाउँछु जस्तो लाग्छ मलाई त बेला बेला त अहिले हान्नु भएको चाहिँ उहाँले यतिकोमा हान्नु भयो यहाँ अब देव सरले हान्न लाग्नु भएको छ मेरो हस्बेन्डले कतिको सिधा हान्दो रहेछ यो सिधा हान्नेले चाहिँ के प्राइस पाउँछ कि यतिकै 6000 प्राइस ठ्याक्कै त सेतोमा चाहिँ छेउछाउमा हरियोमा लाग्दा चाहिँ हुँदैन केही पनि ए हो ल ठिक छ अब यहाँ चाहिँ पालो सिस्टम रहेछ होइन आउनु टाइम बाँकी छ मैले हान्दा हुन्थ्यो तर मलाई आउनै आउँदैन क्या भनेर बेकारमा आफै पट्टि हान्यो भने देवको पालो पुर्याउनु छ पुर्याउ है काम छैन पहिला यस्तो खालको गरौँ त तिमी पनि फोटो खिच्ने यहाँ फोटो खिच्ने खिच न त गएर यहाँ चाहिँ अब सकमा छ पारे फोटो खिच्न जाँदै हुन्छ अब हामी चाहिँ यहाँको ग्राउन्ड पनि दामी रहेछ है यहाँनिर चाहिँ सबैजना बस्ने यहाँनिर के हो पिङ खेल्ने हामी पनि पिङ चाहिँ खेल्नुपर्छ यहाँ फोटोहरूको हिरोइनी आइपुगिरहेछ एक्ला आएको अब तेरो आउटफिट देखाइदे त तेरो आउटफिट देखाइदे आउटफिट हौ घुम न ल है ल तरुनी बरुनीहरू बुनु चाहिँ साथी होइन जाउँ न 2 जना सँगै जाउँ त ल 2 जना तरुनीहरू आएको छ अब कहाँ जानु आँटेको धान कहाँ नाच्दैछ धान नाच्दै छैन अब हामी उता जान्छौँ एकछिन पछि धान नाचिरहेको छ यहाँ चाहिँ हाम्रो एनर्जी चाहिँ यहाँ नाच्ने आफ्नो ग्रुप छ हामी पनि अघि धान नाचेर थाकेर आएको उहाँसँग भिडियो चाहिँ आउँछ कि आउँदैन थाहा छैन म चिन्दिनँ उहाँलाई को तिमी हो डन यस्तो काम नदिने डन टट काम छैन सारी दुनिया के आज म एक्लै जान्छु है चाहिँ के भन्नु मेलामा खाने कुराहरू यस्तै त हुन्छ यस्तै खाँदै बसेछौँ केही नि साला पर्खेको आएन त्यसलाई साह्रो भोक लाग्यो रे खाँदै चाहिँ हो भोक लाग्यो त्यो पनि खाइसक्यो होला त म चौरमा अहिले चाहिँ टन्न तरुनी तन्देरी राम्री लिम्बुनी दिदी बहिनीहरू भेला भएर यहाँ यसरी खाँदै कसैले फोटोहरू खिच्दैछ अयो बेल जाने बेला भयो उयो पिङ खेल्नुपर्छ ल लगभग हामी जाने कार्यक्रम गर्ने होइन त अब एकचोटि पिङ खेल्नुपर्छ अनि जाऊँ ल पिङ होइन के खेल्ने यताको माहौल चाहिँ एकदम तातिरहेको छ जब बेलुका हामी चाहिँ नखेल्नु आँटेको म त खेलौँ कि नखेलौँ भयो डर लाग्यो कस्तो एक्साइटेड छौ तिमी बस्यो मान्छे चाहिँ एकदम भिडै छ
ल साथीहरू 2082 सालको चसोक तङ्नाम चाहिँ हामीले यसरी नै छोटो मिठो तरिकाले मनायौँ। योभन्दा लामो भिडियो चाहिँ बनाउन सकिनँ, किन भन्दा एकदमै भिड भएको कारणले हाम्रो भोइस पनि मजाले सुनिएको थिएन। सो यहाँसम्म हेरेर साथ दिनुहुने सम्पूर्णलाई एकदमै धन्यवाद र अर्को भिडियोको साथमा आउने बाचा गर्दै अहिलेलाई यहीँ बिदा हुन चाहन्छु। बाइ। हामी लिम्बू जाति, हामी आफैमा मौलिक संस्कृति सम्पदाका धनी जाति हौँ। हाम्रा विभिन्न पर्वहरूमध्ये चासोक तङ्नाम पनि एक विशेष पर्व हो। चासोकको अर्थ न्वागी र तङ्नामको अर्थ पूजा, जसलाई हामी न्वागी पूजा पनि भनेर भन्दछौँ। प्रकृतिमा उब्जेका नयाँ अन्न बालीलाई हामीले चासोक पूजा अथवा न्वागी पूजा गरेर मात्र भित्र्याउने गर्दछौँ। पहिला पहिला यो पूजा घर घरमा गर्ने भए तापनि पछिल्लो समयमा एक अर्का भेला भएर धान नाच, च्याब्रुङ नाच, विभिन्न संस्कृति कलाहरू प्रदर्शन गर्दै, विभिन्न परिकारहरू पकाउँदै खाने, एकअर्कालाई बाँड्ने, यसरी नै एकअर्कामा खुसी सटासट गर्दै यो पर्व मनाउँदै आइरहेका छौँ।